ल हेर्नुहोस् त साथीहरू, मैले एक बिरुवा ल्याएर छु। यो थुमे फुलको बिरुवा, मखमली फुलको बिरुवा ल्याएको छु। अब म रोप्छु। अब यो हाम्रो तिहारको लागि। हेर्नुहोस् त रोप्छु, कसरी रोप्नुपर्छ। नजिकै रोप्यो भने मजाले फस्टाउन पाउँदैन, टाढा टाढा रोप्नुपर्छ। म रोप्दैछु, अब हेर्नु होला ल। ल हेर्नुहोस् त, मैले खाल्टा खनिसकेँ होइन। अब यो मैले माटो ल्याएको छु, कालो माटो। यहाँ चाहिँ सबै बलौटो मात्रै छ। त्यही भएर यो बलौटोमा चाहिँ यो कालो माटो राखिदियो भने अनि फस्टाउँछ, फुल सुक्दैन छिटो भनेर। यो बलौटोमा त पानी नपरेपछि छिटै फुल सुक्छ नि त। अनि त्यही भएर छिटो नसुकोस् भनेर चाहिँ यो कालो माटो हाल्दैछु म। त्यो खोपेटामा हाल्छु। ल हेर्नुहोस् त, मैले यहीँ 2-2 फुटको अन्तर पारेर खनेको छु खाल्टो। 2-2 फुटको अन्तर पारेको छु। बाक्लो भयो भने फेरि फस्टाउँदैन कि भनेर के अब रोप्छु। माटो पनि कालो माटो पनि लगाएँ। ल हेर्नुहोस् त, रोपिसकेँ। थुमे फुल जति रोपिसकेँ मैले। अब यो मखमली चाहिँ छ बाँकी रोप्नलाई। यो पनि यहीँ रोप्छु।